करिब 2500 वर्ष अघि हिमालयको काखमा फैलिएको शान्त सालवन लुम्बिनीमा वैशाख पूर्णिमाको उज्यालो रात मानव इतिहासकै सबैभन्दा प्रभावशाली चेतनाको जन्म भयो। शाक्य राजा शुद्धोधन र रानी मायादेवीका पुत्र सिद्धार्थ गौतम। किम्वदन्ती अनुसार रानी मायादेवीले गर्भावस्थामा सेतो हात्तीले आफ्नो गर्भ प्रवेश गरेको स्वप्न देखेकी थिइन्, जसलाई अद्भुत ज्ञान र करुणाको सङ्केत मानियो। बालक जन्मिए लगत्तै ऋषि असित दरबारमा उपस्थित भए। बालकको तेज हेरेर उनी हर्ष र विषाद दुवैले भरिए। आँसु झार्दै उनले भविष्यवाणी गरे, यो बालक या त सम्पूर्ण भूमण्डल जित्ने चक्रवर्ती राजा बन्नेछ, या सम्पूर्ण मानव जातिलाई दुःखबाट मुक्त गर्ने बुद्ध। यही वाणीले राजा शुद्धोधनको मन डर र मोहले भरियो। उनले निश्चय गरे छोरालाई जीवनको कठोर यथार्थबाट टाढा राख्ने। त्यसैले सिद्धार्थ 3 फरक फरक महलमा हुर्किए, गर्मी, जाडो र वर्षाका लागि छुट्टा छुट्टै, जहाँ न रोगको चर्चा थियो, न बुढ्यौलीको दृश्य, न मृत्युको नाम। दरबारभित्र सदैव सङ्गीत गुन्जिन्थ्यो। सुगन्धित फूलहरू, नृत्य, विलासिता र ऐश्वर्यले भरिएको वातावरणमा हुर्कदा पनि सिद्धार्थको मन बारम्बार मौन र गम्भीर हुन्थ्यो। बाल्यकालदेखि नै उनी ध्यानमय स्वभावका थिए। एकपटक खेत जोत्न गएको बेला उनले माटो चिरेर निस्किएको किरोलाई चराले टिप्दै गरेको देख्दा उनी गहिरो करुणामा डुबेका थिए। समय बित्दै गयो। युवावस्थामा यशोधरासँग विवाह भयो। छोरा राहुल जन्मिए। दरबारले यसलाई सुखको चरम मान्यो, तर सिद्धार्थका लागि यो क्षण झनै प्रश्नले भरिएको बन्यो। यदि म, मेरो छोरा र मेरो पत्नी पनि अन्ततः बुढो हुन्छौँ, बिरामी पर्छौँ र मर्छौँ भने यो सबै सुखको अर्थ के हो? यही बेचैनीसँगै एक दिन सारथी छन्नासँग शहर भ्रमणका क्रममा उनले जीवनका 4 अपरिहार्य दृश्य देखे। पहिलो, शरीर थाकेर कापिरहेको एक वृद्ध जसले समयको पराजय देखायो। दोस्रो, पीडाले छटपटाइरहेको एक रोगी जसले शरीरको नाजुकता देखायो। तेस्रो, अन्त्येष्टिका लागि लगिँदै गरेको एक मृत शरीर जसले जीवनको अन्तिम सत्य उजागर गर्यो। र चौथो, संसारका सबै दुःखबाट माथि उठे जस्तो देखिने एक सन्यासी जसको अनुहारमा अद्भुत शान्ति थियो। यी दृश्यहरूले सिद्धार्थको चेतनामा गहिरो विस्फोट गरिदियो। उनले पहिलो पटक स्पष्ट रूपमा बुझे, दुःख कुनै अपवाद होइन, जीवनको नियम हो। तर सन्यासीको शान्त अनुहारले उनलाई एउटा सम्भावनाको झिल्को पनि देखायो। यही सम्भावनाले 29 वर्षको उमेरमा एक गहिरो मौन रात निदाइरहेको दरबार, पत्नी यशोधरा, नवजात छोरा राहुल र सम्पूर्ण राजसी पहिचान त्याग्दै घोडा कन्थकमा सवार भएर उनी महलबाट बाहिरिए। आकाश साक्षी बन्यो, पृथ्वी मौन रह्यो। इतिहासले यस क्षणलाई महाभिनिष्क्रमण नाम दियो। त्यसपछि सुरु भयो सत्यको अथक खोज। उनी जङ्गल, नदी किनार र आश्रमहरू हुँदै हिँडे। समयका महान ध्यान गुरु आलार कालाम र उद्धक रामपुत्रसँग शिक्षा लिए। गहिरो समाधिको अवस्था प्राप्त गरे, पर अझै पनि अन्तिम मुक्तिको अनुभूति भएन। त्यसपछि उनले चरम तपस्या रोजे। दिनमा 1 दाना चामल, श्वास नियन्त्रण, शरीरलाई कष्टको सीमासम्म पुर्याए। 6 वर्षसम्म शरीर कङ्काल जस्तै बन्यो, छाला हड्डीसँग टाँसियो। तर एक दिन निरञ्जना नदी किनार अचेत अवस्थामा लडेपछि उनले गहिरो सत्य महसुस गरे। शरीरलाई यातना दिएर आत्मा मुक्त हुँदैन। यही क्षण जन्मियो मध्यम मार्ग। सुजाता नामकी युवतीले दिएको खीर स्वीकार गर्दै उनले शरीरलाई पुनः शक्ति दिए र बोध गयामा पिपलको रुखमुनि अन्तिम ध्यानका लागि बसे। रातभरि उनको मनमा लोभ, भय, अहङ्कार र मोहका सबै छायाहरू उठे। बौद्ध परम्पराले यसलाई मारा नामक प्रतीकात्मक शक्तिको रूपमा चित्रण गर्छ, तर बुद्धत्वको दृढ सङ्कल्पले सबै भ्रमलाई पार गर्यो। अन्ततः उषाको पहिलो किरणसँगै सिद्धार्थ गौतम पूर्ण रूपमा जागे। अब उनी बुद्ध थिए, प्रबुद्ध, जागृत। संसारको दुःख, त्यसको कारण र त्यसको अन्त्यको सम्पूर्ण चक्र बुझ्ने दृष्टि प्राप्त गरेका। बुद्धत्वपछि पनि उनी केही समय मौन बसे, किनकि उनले बुझेका सत्य शब्दमा सजिलै व्यक्त गर्न सकिने थिएनन्। तर करुणाले मौन तोड्यो। सारनाथमा 5 भिक्षुलाई पहिलो उपदेश दिए। धर्मचक्र प्रवर्तन, 4 आर्य सत्य र अष्टाङ्गिक मार्गको घोषणा भयो। बुद्धले ईश्वरमा होइन, अनुभव र चेतनामा जोड दिए। अन्धविश्वास होइन, स्वयं परीक्षण गर्न सिकाए। उनले भने, मेरा वचनलाई पनि प्रश्न गर। उनका लागि सबै मानव समान थिए, राजा वा दास, पुरुष वा स्त्री, धनी वा गरिब। उनले सङ्घ स्थापना गरे, भिक्षुणी सङ्घलाई मान्यता दिए, जुन समयको सामाजिक संरचनाका लागि क्रान्तिकारी कदम थियो। 45 वर्षसम्म उनी निरन्तर हिँडे। गङ्गा मैदान, मगध, वैशाली, श्रावस्ती हुँदै हिमालयको काखसम्म। राजाहरूसँग संवाद गरे, किसानसँग भोजन बाँडे, डाकुसँग करुणा बाँडे। उनको शिक्षा सरल थियो, तर गहिरो। लोभ, द्वेष र अज्ञान नै दुःखका जरा हुन्। यदि यी जरा काट्न सकियो भने मुक्ति सम्भव छ।
अन्ततः 80 वर्षको उमेरमा कुशीनगरको सालभनमै बुद्ध महापरिनिर्वाणमा प्रवेश गरे। अन्तिम सन्देश दिए, अब दीपो भव, आफू आफ्नै दीप बन। शरीर नश्वर भयो तर चेतना अमर बन्यो। आज पनि जब संसार युद्ध, हिंसा, लालच र असन्तोषले थाक्छ, बुद्धको मौन आवाज अझै गुन्जिरहेकै छ। शान्ति बाहिर होइन, भित्र खोज। सिद्धार्थ गौतम कुनै देवकथा होइनन्, उनी प्रमाण हुन् कि एउटा साधारण मानिसले पनि आफूलाई जित्न सक्छ। र राजकुमारबाट बुद्धसम्मको यो यात्रा वास्तवमा हरेक मानवभित्र लुकेको जागरणको यात्राको कथा हो।